शुभ दिन साथीहरू, हजुरहरू सबैको दिन शुभ रहोस्। आज चाहिँ मैले यो खसीको मासुको सुकुटी सुप बनाउँदैछु। दसैँमा ल्याएको मासु अनि दसैँमा बिरामी परे साथीहरू, अनि सुकुटी बनाएर राखेको। दसैँमा खाइएन मासु, अनि त्यसैको सुकुटी बनाएको थिएँ, अनि त्यही बनाउँदैछु। अनि अब यो फ्रिजमा राखेको त कस्तो साह्रो भएछ कि, अनि पानीमा मजाले पोलेर अनि तातो पानीमा भिजाएको त अनि सफ्ट भयो। अनि यसलाई चाहिँ मैले यसरी भुटेँ कि यसमा चाहिँ मैले टिमुर 5 फुरन टिमुर र हिङ राखेँ पहिला, अनि सुकुटी राखेर भुटेँ। अनि यसरी बनाउँदैछु कि मैले साथीहरू। अब यसलाई चाहिँ अब यो निकालेर राखिसकेँ। अनि यो अब प्याज भुट्ने। अब सुकुटीलाई त जस्तो बनाए पनि मिठै हुन्छ साथीहरू, यत्तिकै त्यही भुटेको मात्रै खायो भने मिठो हुन्छ मलाई चाहिँ है। अनि यो चाहिँ थोरै बेसार र अदुवा हो। अनि अदुवा र बेसार चाहिँ मैले पिस राखेको छु कि काटेर यस्तो ठुल्ठुलो पिस गराएर, अनि बिचमा खाँदाखेरि दाँतमा टोक्दाखेरि रमाइलो लाग्छ कि। अनि सिमी राखेँ, अब फाइबर पनि त चाहियो होइन। अनि सिमी राखेँ, अनि त्यस पछाडि अब यो सिमी राखेर अनि टमाटर सुकुटी राख्ने। अब यो यत्तिकै पनि खाना तयार भइसक्यो हुन त, तर मैले चाहिँ सुप नै बनाउन खोजेको छु कि आज मजाले सुप बनाएर खाने भनेर। अनि यसरी टमाटर चाहिँ यसमा टन्न राखेँ मैले। सुकुटीमा चाहिँ टमाटर अलि टन्नै राखेको मनपर्छ कि, अनि सुप पनि अलि बाक्लो पनि हुन्छ, अनि टेस्ट पनि अमिलो हल्का रमाइलो के मिठो लाग्छ कि। अनि त्यही भएर मैले यसरी सुप बनाएँ। अनि त्यसपछि मसला राखेँ। अब यसमा चाहिँ मैले अब सुपै बनाउने भनेर अनि पानी राखेर मजाले अलि 2-3 कचौरा सुप खाने भनेर पानी राखेको छु। अब यसलाई चाहिँ एकछिन भकभक पकाउनु पर्यो। त्यसपछि अनि यो धनियाँ र लसुनको पत्ता, यो लसुनको पत्ता चाहिँ आफ्नै बारीमा गमलामा लगाएको थिएँ। अनि खाने भइसकेको छ साथीहरू यो, अनि टिपेर अनि यो बनाएँ।